आज हामी कुरा गर्दैछौँ जीवनको रङ केसरी भाग 56। यो एपिसोडसम्म आइपुग्दाखेरि निकै उठा चढावहरू भएका छन्। ट्राङ्गोली लभ स्टोरी। अब बसन्तले सिर्जना र केसरी दुइटैसँग सिर्जनाले डिभोर्स दियो। कथा सुरु हुन्छ प्रहरी चौकीभित्रबाट। सोचबुझ भन्नुहोस्, तपाईँले किन मार्न खोज्नुभयो भनेपछि प्रहरीले भनेपछि बसन्तले भन्छ, सर मैले यो अपराध गरेकै छैन। अनि तपाईँले एकान्तमा किन भेट्न बोल्नुभयो भनेर भनेपछि उसले मेरो भर्खरै बिहे भएको थियो, त्यसकारण मैले सिर्जनालाई सम्झाउनको लागि एकान्तमा भेट्न बोलाएको थिएँ। त्यसपछि बसन्तले त्यो पनि भनिदिन्छ कि मलाई इन्द्रमाथि शङ्का छ सर, किनभने इन्द्रले सिर्जनालाई माया गर्थ्यो, उसलाई बिहे गर्न चाहन्थ्यो र बेला बेलामा हामीलाई खटपट पनि गर्थ्यो। यो घटना त्यसैले गरेको हो भनेर उसले भनिसकेपछि प्रहरीले पनि के हदसम्म हो कि भन्ने शङ्का गरेर उसको कुरा मान्छ। त्यसपछि उसको घरमा खबर गरिदिनु भनेर हवलदारलाई भन्छ। हवलदारले खबर गरिदिन्छ। नारायणलाई खबर गरिसकेपछि नारायणले राति उनीहरू खाना खान लागेका हुन्छन्। आमाले भन्छन्, बसन्तको आमाले, मलाई चाहिँ खाना नपस्के है केसरी, मलाई खानै मन छैन। मेरो छोरो कहाँ छ, के अवस्थामा छ थाहा नै छ। यत्रो दिन भइसक्यो भनेपछि बसन्तको बाउले भन्छन् कि हामीलाई चाहिँ पेही लागेको छैन र, भोलि तिमीले खाना नखाएर बिरामी भयो भने छोरोलाई कसरी खोज्न सक्छौ भनेर त्यति संवाद हुँदाहुँदै नारायण त्यहाँ आएर भन्छ, केसरी दिदी, बसन्त दाईलाई त प्रहरीले समातेछ। मलाई भर्खरै प्रहरी चौकीबाट फोन आएको थियो, खाना ल्याइदिनु भनेको छन् भनेर भनिसकेपछि आमाले भन्छ, म पनि जान्छु, म अहिले जान्छु भनेपछि बसन्तको बाबाले भन्छ, हेर यशोदा, अहिले तिमीले जिद्दी नगर, यति राति भइसक्यो, अहिले नारायणले गएर लुगासुगा पुऱ्याइदिन्छ, खाना पुऱ्याइदिन्छ, बरु भोलि बिहानै हामी पनि जाउँला भनिसकेपछि केसरीले भन्छ, म जान्छु, म र नारायण भएर जान्छौँ, आमा तपाईँ बस्नुहोस्, भोलि तपाईँहरू जानुहोला भनेर जान्छ। त्यसपछि केसरी र नारायण प्रहरी चौकीमा पुगेपछि प्रहरीले अब हामीले अहिले यति राति भेट्न दिन सक्दैनौँ, तपाईँहरू अहिले जान सक्नुहुन्छ, यो सामानहरू यहीँ राखिदिनुहोस्, हामी दिन्छौँ भनिसकेपछि केसरीले विनय अनुनय गरेर म टाढैबाट हेर्न चाहन्छु भने पनि प्रहरीले मान्दैन। तर अन्तिममा केसरीले भन्छ, एउटा बहिनीको पुकार सुनेर तपाईँले बिन्ती छ सर, मलाई एकचोटि भेटाइदिनु भनेर गइसकेपछि भेट्न दिन्छ र भेटिसकेपछि केसरी धेरै रुन्छ। नारायणलाई गाली गर्छ बसन्तले, केसरीलाई किन यस्तो अवस्थामा ल्याइस् भनेपछि केसरीले भन्छ, तँलाई यस्तो बित्दा पनि, तैँले यत्रो घटना हुँदा पनि तैँले मलाई किन भनिनस् भनेर, तैँले आफ्नै छोराको हत्या गरेको भनेर मैले पत्ताएको छैन, मेरो मनले मान्दैन भनिसकेपछि बसन्तले एउटा अनुरोध गर्छ केसरीलाई, तैँले गएर एकचोटि सिर्जनालाई भन्दैन मैले त्यो हत्या गरेको होइन, उसले तँलाई गाली गरे नि गरोस्, जे गरे नि गरोस्, त गएर उसलाई भेट है भनेर भनिसकेपछि हुन्छ भनेर त्यहाँबाट छुट्टिन्छ। यता हस्पिटलमा सिर्जनाको बाबाले खाना खुवाइरहेको हुन्छ सिर्जनालाई। सिर्जना भक्कानेर रुन्छे, मेरो मन धेरै भारी भएको छ, मलाई लाग्दैन यो बसन्तले यस्तो काम गर्यो, तर उसले भन्छ हतारमा निर्णय भयो, हेर खाना खानुपर्छ, यो बच्चाले के सोध्दा धेरै नरो भनिसकेपछि अलिकति मन शान्त गरेर सिर्जनाले खाना खान्छे, त्यहाँ भलाकुसारी हुन्छ। त्यतिकैमा त्यो सिन पनि ओभर हुन्छ। यता प्रहरी अब गाउँतिर लाग्छ। गाउँतिरबाट सिर्जना पनि डिस्चार्ज भएर घर आउँछ। त्यतिकैमा प्रहरीले आएर धेरै सोचबुझ गर्छ, सबैलाई शङ्का गर्न सकिन्छ भने एउटा बाटो लिन्छ। बसन्तको मामालाई पनि उसले शङ्का गर्छ, तपाईँले मोबाइल किन दिनुभयो, कस्तो स्थितिमा थियो बसन्त त्यतिखेर भनेर सोद्धाखेरि उसले भन्छ, मेरो सिर्जनाले यदि बच्चा फाल्न चाहे पनि त्यो अब फाल्न सक्दिनँ भनेर बसन्तले भनेको हुन्छ। तपाईँले मोबाइल किन दिनु भनेर प्रहरीले सोचबुझ गर्छ। प्रहरीले सिर्जनालाई पनि शङ्का गर्न सकिन्छ, सिर्जनाको बाउलाई पनि शङ्का गर्न सकिन्छ भनेर भन्छ। र त्यतिकैमा बाटोमा प्रहरीको इन्द्रसँग भेट हुन्छ, इन्द्रसँग भलाकुसारी हुन्छ। त्यहाँबाट प्रहरीले पत्ता लगाउँछ कि दोषी यही इन्द्र हुनुपर्छ। त्यतिकैमा इन्द्र सिर्जनाकोमा जान्छ। सिर्जनाकोमा गएपछि मोबाइल दिन जान्छ, मोबाइल दिन्छ र उसको हातमा त्यो मास्क देख्छ सिर्जनाले। अनि सम्झना आउँछ उसलाई, त्यो मान्छेले मास्क लाथ्यो भनेपछि पक्क पनि उसलाई लाग्छ यो इन्द्रकै काम हो भनेर।
त्यसपछि कारुणिक दृश्य अन्तिम जेलमा जब सिर्जना बसन्तलाई भेट्न जान्छ त्यसपछि पुरै कारुणिक हुन्छ। त्योभन्दा कारुणिक दृश्य केशरी र नारायण सिर्जनाको घरमा जान्छ। सिर्जना घरमा गइसकेपछि केशरीले विनय अनुरोध गर्छ, तिमीले त्यो उजेरी फिर्ता ल्याऊ, तिमीले कसरी त्यस्तो मान्छेलाई तिमीले चाहिँ आरोप लाउन सक्यौ, धेरै टुटिसक्यो, धेरै रोइसक्यो, बिन्ती छ मेरो त्यो उजेरी फिर्ता दियो भनिसकेपछि सिर्जना अनि रुँदै जेलमा जान्छे। जेलमा गइसकेपछि बसन्त र उसको भलाकुसारी हुन्छ। भलाकुसारी भइसकेपछि त्यहाँ रुवाबासी चल्छ। रुवाबासी चलिसकेपछि सिर्जनाले भन्छ हाम्रो बच्चालाई केही भएको छैन। अब यो कुरा हामी तिनजना बाहेक कसैलाई थाहा नहोस्, मैले यो घटना फेरि घट्न सक्छ भनेर झुट बोलेकी हुँ, हाम्रो बच्चालाई केही भएको छैन भने त्यहाँ भलाकुसारी हुन्छ। अब अर्को हप्ता हामीले कुर्नुपर्ने हुन्छ, के हुन्छ त, दोषीलाई प्रहरीले समात्छ कि समात्दैन।